नमस्ते, जय मसी मेरो सम्पूर्ण फेसबुकका साथीहरूलाई। आशा गर्छु तपाईँहरू सबै सन्चै सुस्वास्थ्य हुनुहुन्छ होला। अन्त विशेष यो भिडियो बनाएको उद्देश्य चाहिँ के भन्दाखेरि यसरी धेरै जस्तोको पेज अनि प्रोफाइलमा अहिले एक प्रकारको फेसबुकमा इस्यु आएको छ। यसरी तपाईँले यसरी तपाईँको मोनिटाइजेसनमा तपाईँले क्लिक गर्दाखेरि तपाईँले देख्नुहुन्छ त्यहाँनिर योर एबिलिटी टु अर्न इज सस्पेन्डेड भनेर आइरहेको छ। अनि यसरी रेड सिग्नल आएको छ, योर प्रोफाइल लस्ट एक्सेस टु मोनिटाइजेसन टुल भनेर। र साथीहरू तपाईँहरू प्यानिक नहुनुहोस्, नआत्तिनुहोस् है। हुनसक्छ फेसबुकले केही टेक्निकल केही काम गरिरहेको छ होला। तपाईँले यसमा केही पनि नगर्नुहोस्, नआत्तिनुहोस् है। तपाईँले एटलिस्ट 24 आवर्स हेर्नुहोस् सायद किन फेसबुकले यस्तो गरिरहेको छ तपाईँले थाहा पाउनुहुनेछ। धेरै जस्तोकोमा यस्तो प्रकारको इस्यु आएको छ। तपाईहरुलाई विशेष अनुरोध छ, तपाईहरु प्यानिक नहुनुहोस् है। यसरी आत्तिएर भिडियोहरु डिलिट नगरिहाल्नुहोस्, तर 24 घण्टा अलिकति वेट गरेर हेर्नुहोस्। केही न केही फेसबुकले क्ल्यारिफिकेसन या सोलुसन निकाल्छ। त्यही लागि विशेष गरी तपाईहरुलाई मैले यो भिडियो बनाएको, किनभने आज राति 12 बजीदेखि उता प्राय जस्तोको यस्तो प्रकारको इस्यु आएको छ। धेरैको यस्तो प्रकारको इस्यु आइरहेको छ र तपाईहरु एकदमै नआत्तिनुहोस्। र तपाईहरुलाई फेरि पनि धेरै धेरै सम्झना छ।